सुकुटी राम्रो पाडाको केटा राम्रो डाँडा कता आइज न भनेर चाहिँ कहिले हुन्छ इन्डिया भनेर चाहिँ थाहै छैन कन्फ्युजन छ ल हाम्रो चाहिँ अलिकति किनमेल भइरहेछ है सपिङ हल्का हामी चाहिँ जाँदैछौँ अब तटभरि फेरि पनि ठोरी गए पनि ठोरी नगए पनि ठोरी 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 हो गाइज अब के गर्ने गाउँ आएपछि हामीले जानुपर्ने भनेको नै ठोरी हो हामी जाँदैछौँ 6 जना यता छ 3 जना अनि यता छ 2-3 जना रमाइलो गर्छौँ त्यहाँ गएर हामी खै के गर्छौँ थाहा छैन अब ल गाइज ओके पुरा भ्लग हेर्नु होला ल गाइज हेर्नु यो चाहिँ हाम्रो नयाँ मूर्ति बनिसक्यो है गाइज यहाँ हाम्रो यता घन्टाघर पनि बन्दैछ है यो चाहिँ विजय बस्तीमा छ गाइज भन्नुहुन्छ होला खालि ठोरीको मात्रै कति हाल्छ भिडियो भनेर अब त्यही हो गाउँघर आएपछि यसो रमाइलोको लागि हामी चाहिँ ठोरी आउने गर्छौँ है साथीहरूसँग मिलेर यसो ठोरी आउने गर्छौँ ठोरी चाहिँ हाम्रो अब गाउँबाट चाहिँ एकदम 25 किलोमिटर 30 किलोमिटर जति पर्छ त्यही भएर चाहिँ हामी यहाँ ठोरीमा चाहिँ यसो हल्का अलिकति नौने ठाउँहरू पनि छ होइन खोलासोलाहरू भएको भएर चाहिँ हामी यहाँ आउनलाई चाहिँ अलिक मन गर्छौँ साथीहरू सबै यतै नै छ ल गाइज त्यही नै हो अर्को भन्नुपर्दा विशेष स्पेसल केही छैन अनि यता ठोरीको बासीहरूलाई चाहिँ थाहा होला यो के हो भनेर है यो के हो भनेर थाहा होला अरूलाई थाहा नभएको हो भने चाहिँ बताइदिउँ यो चाहिँ हाम्रो जुन चुरोट बन्छ नि चुरोट खैनीहरू बन्छ नि यो चाहिँ यही नै हो होइन यो चाहिँ उता हरियो चाहिँ तपाईँको पाक्दै गरेको यो सुकाएको चाहिँ चुरोट हो यो चाहिँ भइसकेपछि चाहिँ तपाईँको उहाँ सूर्य नेपाल सिमरामा जान्छ त्यसपछि चुरोटहरू बन्छ गाइज त्यही नै हो ल है स्पेसल अरू केही छैन ल ल साथीहरू हामी चाहिँ आइपुग्यो ठोरी है यही नै हो ठोरी चाहिँ अब कतिचोटि भिडियोमा त देखाइसकेको हुन्छ यतापट्टि यो चाहिँ बर्डर पर्छ हाम्रो त्यहाँ सेतो पिलर त्यहाँ देखिरहनु भएको छ सानो ल जुम गरेर यो चाहिँ सिमाना हो इन्डियाको अनि उतापट्टि चाहिँ इन्डिया पर्यो यता हाम्रो नेपाल यो त यो सबै इन्डिया नै परिहाल्यो तपाईँको अनि यता चाहिँ पर्छ ठोरी पुरै यता हो ठोरी तपाईँको चितवन पनि यही बाटो भएर नै जाने हो यही बाटो हुनु जान्छ यहाँ चाहिँ हाम्रो सशस्त्र क्याम्प पनि छ यहाँ है ल त्यही नै हो ल हेर्नु यहाँ त माछा पनि मार्दैछन् जिल्लाको एक मात्रै ठाउँ हो गाइज यो चाहिँ है अलिकति पहाड भएको क्षेत्र यो चाहिँ ठोरीमा पर्छ होइन त उदय अनि यो हामी चाहिँ यहाँ अब सुन्दर बस्तीमा आइपुग्नु लाग्यो यहाँ अनि यहाँ चाहिँ अगाडि गाउँ छ है अनि त्यहाँ चाहिँ हामी जाँदैछौँ त्यहाँ चाहिँ अलिकति यसो दोकानहरूमा यसो बस्छौँ अनि यसो हल्का खाद्रा खुद्रीहरू सामान किनेर अनि हामी चाहिँ यहाँ यही पछाडि नै हामी नुहाउँछौँ यही नै हो गाउँ चाहिँ सुन्दर बस्ती अरे यो चाहिँ स्विमिङ पुल रहेछ ल हामी चाहिँ अब सुन्दर आइसकेछौँ सुन्दर बस्तीमा हामीसँग यतिको देखेको सधैँले फर्स्ट टाइम रहेछ उदयले फर्स्ट टाइम होइन तिमीहरू के घुमे त कतिवटा विदेश घुमेर कता आइज न हामी पहिले के किन्ने भन्दैछ के किन्ने पानी त खान्छ नि किन लाने होला हामी चाहिँ अहिले कहाँ आएको जस्तो अनुभव भएको छ भने जिरा भन्ने मेला आएको जस्तो हल्का फिल भइरहेछ है यहाँ हेर्नु बजार लागेको जस्तो है आज के भयो सधैँ यस्तै हो यहाँ सधैँ त होला यता स्विमिङ पुल पनि छ यता यी खोला छ हेर्न सक्नुहुन्छ अब हामी कहाँ जान्छौँ भने त्यो तपाईँलाई पनि थाहा छैन
मलाई पनि थाहा छैन हेर्नु सक्नुहुन्छ हेर्नुहोस् यहाँ इन्डिया डाँडा है नेपाल डाँडा भने होइन नेपाल पहाड ल यो चाहिँ कता छ पानी यो चाहिँ ठोरी गाउँपालिकाको स्विमिङ पुल अरे होइन ल हामी त्यतै जाँदैछौँ सरकारी स्विमिङ पुल गाउँपालिकाले बनाएको सरकारी ए अनि यहाँ त फ्री त होला नि त कहाँ फ्री हो टिकट लागिहाल्छ तर कम लाग्छ अरू प्राइभेट भन्दा ए पानी हाले छैन के ल गाइस त्यही नै हो है ल त्यो हामी भन्नु गेस गर्नु ल सबैजनाले छोडियो कुन ठाउँ भन्यो ठोरी गाउँपालिकाको स्विमिङ पुल यो चाहिँ सरकारी बजेटमा बनेको अरे गाइस यो चाहिँ है सरकारी बजेटमा बनेको अरे यो चाहिँ ल हेर्नु यस्तो रहेछ हाम्रो चाहिँ एउटा नारा छ है हाम्रो चाहिँ एउटा नारा छ के हो नारा भन्दाखेरि चाहिँ सुकुटी राम्रो पाडाको केटा राम्रो डाँडाको यो केटा हाम्रो चाहिँ देखाउनु पर्यो नि हाम्रो सुवर्णपुरको केटाहरूले सबैले हेरेर हुन्छ त अनि अनि ल ल ल कता ल अब हामी यता जाँदैछौँ भन्दै मरे भने खोला थियो यहाँ जेसीले खने थियो कि यति थियो कि पुरै चाल नआउने चाहिँ भित्र जाने त्यहाँ गएर आउने तर तिमीहरू कस्तो कामै नपारेछ यहाँ चाहिँ हाम्रो यहाँ के यहाँ कुन मन्दिर छ अरे सीता मन्दिर सीता गुम्बा कता गुम्बा होइन कि उता के त सिधै ए यहाँ चाहिँ सीता गुफा अरे ल हेर्नु यहीँ जुम गरेर म देखाउँदैछु यसमा यहाँ चाहिँ हाम्रो सानो एउटा मन्दिर छ है सीता गुफा भनेर अब यो यहाँको केटाहरूलाई कसैलाई पनि थाहा छैन यो नेपाल पर्छ कि इन्डिया पर्छ भनेर कोही थाहा छैन यो पहाड देखेको चाहिँ अब कहिले भन्छ नेपालै भनिरहेको छ कहिले भन्छ इन्डिया भनिरहेको छ थाहै छैन कन्फ्युजन छ अब यसमा कसलाई ल्याउनु पर्ने हो शुद्ध बताउनको लागि यो चाहिँ हाम्रो यहाँ झुलेङ्गे पुल सानो ल हामी हल्का अब घुमेर आइसकेछौँ है अनि अब घुमेपछि चाहिँ अब फेरि हाम्रो यसपछि चाहिँ हाम्रो जाने टार्गेट छ त्यहाँ कुन ठाउँमा हो थाहा छैन मेन लिडर यो नै हो यसलाई थाहा छ यहाँ हाम्रो अलिकति पाक्दैछ पाकेपछि हाम्रो जान्छ यसमा के लाग्छ भन्नु नि के हाल्नुपर्छ भन्नु नि काशीराम स्पोन्सर धेरै चिज छ जनता होटलको आज स्पोन्सर आमा दाँत झर्छ नि यसले ल हाम्रो चाहिँ अलिकति किनमेल भइरहेछ है सपिङ हल्का यहाँ भयो लेमन सेमन भुजा सुजा भइगयो काँक्रा नै दुइटा लियो अरू के लिन लागि अरू सामान हेलो के भयो खोर्सानी होइन यस्तो खानाले मात्रै दुई यही नै हो है छोरी चाहिँ ल साथीहरू हामी चाहिँ यहाँ खानाको व्यवस्था मिलाउँदैछौँ है खानाको व्यवस्था मिलाउँदैछ यहाँ दुईवटा केटाहरूले डाइनिङ टेबल बनाउँदैछ डाइनिङ टेबल बनाउँदैछ यहाँ केटाहरूले ल हेर्नु है डाइनिङ टेबलहरू यो चाहिँ पानी लाउँदै त्यही त छिटो छिटो गर्ने मलाई 4 बजिसक्यो हाम्रो चाहिँ हामीले लाउँदैन हाम्रो घर छैन ट्याग राख्ने छैन बोलाउनु पर्यो हो यही राख्छ केटाहरूको यहाँ भुजा र मासु खाएर राम्रो पार्टी गरिरहेको छ छोरीको गाउँमा एउटा सानो खोला रहेछ नाबग्ने खोला कि यता चट्टान पनि छ उहाँहरूले मोज गर्दै खाइरहेका छौँ यस तर हाम्रो गाउँलाई सुवर्णपुर जहिले आउँथ्यो अहिले माथिहरू भनेर आउँथ्यो अनि कस्तो मजा यस्तो म्युजिक कहिले सधैँ आइरहन्छ
तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अति रातिहरू पर्खिरहे फर्की तिमी आएनौ वेदनामा गीत करे गीत मेरो अमर रहो यो प्रेम ఎక్కడో గిటాను గిటావు त्यो दिन भन्दा भन्दै पिलायो साथीले म छु भनी भरोसा दिलायो साथीले सदाय भयो ल ल भाइ 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 कडा हो अब चाहिँ जाने बेला भयो है राति कतिको बजे अहिले होइन 6 बजे होला 5:30 6 बज्न लाग्यो है अनि अब हामी सबैजना अब जान्छौँ होइन अनि जान्छौँ अब अब इन्डिङ अब यहाँ नै गर्छौँ हामी भिडियोलाई चाहिँ अब उता गएर रमाइलो भयो यता आइज ल अहिले ल अब सबैलाई रमाइलो भइयोस् तपाईँ पनि पर्ससिलाई बिरगनको आसपास छ भने आउनु होला यहाँ रमाइलो ठोरीमा ठोरीको यो रमाउने ठाउँमा आउनु होला नआउँदै एकदम खोलामा नआउँदै जस्तो हामीलाई चाहिँ हेटौँडाको जस्तो अलिकति त्रिखण्डीको जस्तो फिल हुन्छ यहाँ चाहिँ है त्यही भएर हामी यहाँ आउने गर्छौँ हाम्रो घर चाहिँ सुवर्णपुर भएर चाहिँ हामी आउने गर्छौँ ल गाइज 15-20 किलोमिटर पर्छ अरे ल त्यो भन्दै अब हामी चाहिँ म चाहिँ ब्लगलाई यही गर्दैछु गाइज है ल केटा हो ल ल बाई भन्नु है बाई 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 ल प्लिज सब्सक्राइब माई युट्युब च्यानल ओके बाई